लागेल। हेलो अजय सर। हेलो जी सर। के छ खबर? ठीक छ। कहाँबाट आउनुभएको तपाईँ? म पर्ताबाट आउनुभएको। यहाँ के को लागि आउनुभएको थियो? एडभान्स क्लासको लागि, चिप लेभल ट्रेनिङ लागि आउनुभएको थियो हैन? हजुर। यहाँ आज क्लासको कति दिन भयो? आज मलाई 4-5 दिन जति। 4-5 दिन पहिला पनि यहाँबाट सिकेर जानुभएको थियो हैन? हजुर। र यो डायग्राम जुन तपाईले राम्ररी मेहनत गर्नु भएन त्यसको परिणाम एकचोटि फेरि आउनु पर्यो तपाईले हैन? हजुर। अनि अहिलेको जुन प्रोसेस छ यो आज 7-8 दिन भयो हैन? कति दिन भयो आज? 4-5 दिन जति भयो। 5 दिन भयो हैन? हजुर। आज 5 दिनमा तपाईँ यहाँ के सिक्नुभयो हैन? के कुन सेक्सन सिक्नुभयो, के सिक्नुभयो त्यो चाहिँ मलाई तपाईले बताइदिनु पर्यो। डायग्राममा पहिला हुँदैन थियो त्यति फाइन्ड गर्न, डायग्राम खोल्नु त डायग्राम फाइन्ड आउट गर्नु तपाईलाई आउँदैन थियो। गर्न त पहिला पनि गर्दै थियो तर त्यति आउँदैन थियो। गर्न चाहिँ पहिला पनि गरिराख्नु भएको थियो हैन? तर गर्न चाहिँ अप्ठ्यारो भइरहेको थियो कि हामीले कसरी फाइन्ड आउट गर्ने भनेर हैन? अहिले तपाईले के चार्जिङ सेक्सन तपाईको मोटामोटी कम्प्लिट 50% 60% कम्प्लिट भएको छ। अहिले त लगभग त्यति भन्नु न 50-60% तपाईको एउटा चार्जिङ 5-7 दिनमा चार्जिङ सेक्सन मात्र कम्प्लिट भएको छ हैन? तपाईले 5-7 दिनमा जुन चार्जिङ सेक्सन पढ्नुभयो तपाईले एउटा कुनै फोनको एउटा चार्जिङ सेक्सनको मलाई केही न केही हल्का सानो एउटा डिफरेन्स देखाइदिनु यसमा। जस्तै तपाईसँग एउटा यो फोन छ हजुर हैन? तपाईसँग यो कुन फोन हो अहिले? Redmi 10 Prime। Redmi 10 Prime। Redmi 10 Prime को डायग्राम यसमा के प्रब्लम छ अहिले? अहिले अटो पोर्टमा छ। अटो प्रब्लम मतलब सफ्टवेयर प्रब्लम छ होला हैन? यसमा ल ठीक छ। अब एकचोटी तपाई यहाँ खोल्नुस् त। भिडियो पज गरौ त। सर मलाई जुन तपाईले डायग्राम अहिले कोरिराख्नु त्यो हेरेर देखाइराख्नु भएको थियो त्यो डायग्राम मलाई देखाउनु। त्यो चार्जिङ प्रब्लम आयो हैन? तपाईसँग यसमा Redmi कुन भन्नुभयो? 10 Prime। 10 Prime मा तपाईको एउटा चार्जिङ प्रब्लम आइराछ हैन? चार्जिङ प्रब्लम तपाईले फाइन्ड आउट गर्न सक्नु पर्यो हैन? र तपाईले सबभन्दा पहिला सुरुदेखि लास्टसम्म मलाई बताउनु पर्यो तपाईले कि तपाई के कुरा चेक गर्नुहुन्छ यसमा हैन? नर्मली एउटा नर्मल 5-7-10% भन्नु न कि म यो गर्दाखेरि तपाईको सर यहाँ यो हुन्छ। तपाईले एक्जाम्पल धेरै त हामीले भन्नु पर्ने हुँदैन, थोरै एकदम ल ठीक छ। तपाईले जे आउँछ त्यो भनिदिनु ल सबै। आज यो प्रब्लम भिडियो चाहिँ म पुरै हाल्दिन सक्छु हैन युट्युबमा। ठीक छ। हाम्रो नेपाली जतिजना दाजुभाइहरू हुनुहुन्छ सबैजना यो भिडियोलाई मन पराइदिनु होला। तपाईहरु एसएलसी पास गरेर वा 12 पास गरेर ठीक छ घरमा 10 पास गरेर वा 12 पास गरेर तपाई घरमा बसिराख्नु भएको छ र तपाईलाई कुनै पनि जब पाइराख्नु भएको छैन भने ल हामीले तुरन्त सम्पर्क गर्नु होला र तपाईले सम्पर्क गरिसकेपछि हामीसँग भेटिसकेपछि तपाईलाई केही न केही हामी दिमाग दिनेछौँ र केही न केही अपडेट गराउनु छौँ। अपडेट गराएर तपाईलाई म के भन्न चाहन्छु भनेपछि कि हाम्रो जुन अहिले मोबाइल फिल्ड छ जीएसएम फिल्ड मोबाइल फिल्ड कुन घरमा तपाईको 2-4 वटा मोबाइल छैन र कतिवटा घर छ त्यो पनि हेर्नुस्। मान्छेलाई काम भ्याइ नभ्याइ छ। तपाई राम्ररी ट्रेनिङ लिएर जानुभयो, राम्ररी काम गर्न सक्नुभयो भने महिनाको तपाई 40-50 हजार रुपैयाँ म्याक्सिमम कमाउनुहुन्छ। त्योभन्दा पनि धेरै दिमाग लगाउनुहुन्छ भने त्योभन्दा पनि बढी नै कमाउनुहुन्छ। आजभोलि के छ हाम्रो युवाहरू सबैजना विदेश गइरहेछ तर हामीले ल्याएको छौँ नयाँ अफर। अब तपाईले एकदम पुरा नयाँ अफर सस्तोमा पनि हाम्रो 3 महिनाको ट्रेनिङ ओपन भइसकेको छ जुन फ्रेसर स्टुडेन्ट छ र जुन हाम्रो पहिलादेखि काम गरिराख्नु भएको टेक्निशियनहरू छ उहाँको लागि पनि मास्टर क्लास ओपन भइसकेको छ हाम्रो जुन कि तपाईको चिप लेभल बेसिक टु एडभान्स छ हामीसँग त्यो पनि एकदम पुरा सस्तोमा। त ठीक छ सर अजय सर मलाई देखाइदिनु तपाईले सबभन्दा पहिला के गर्नुहुन्छ? म कनेक्टरमा जान्छु भिबस लिएर। हजुर तपाईले यहाँ देखाइदिनुस् सबभन्दा पहिला के गर्नुहुन्छ? कनेक्टरमा जाने। हजुर कनेक्टरमा सबभन्दा पहिला तपाई कनेक्टर कति गर्ने। हजुर त्यसपछि हामी नेक्स्ट गर्ने ओबीपी मा। त्यसपछि त्योभन्दा अगाडि चाहिँ हामी चार्जर एसीमा जाने अनि त्योभन्दा अगाडि चाहिँ यो स्टेप बाई स्टेप PMID चेक गर्ने मिस्टेक भयो। ठीक छ मिस्टेक यस्तो छ। तपाईँ सबभन्दा पहिला के गर्नुहुन्छ? बस लाइन चेक गर्नुहुन्छ हैन? बोल्न चाहिँ अलिकति अप्ठ्यारो भइरहेछ। बस लाइन चेक गर्नुहुन्छ हैन? त्यसपछि तपाईँ ओबीबी चेक गर्नुहुन्छ। ओबीबी पछाडि तपाईले के चेक गर्नुहुन्छ? हाम्रो चार्जको इनपुट चार्जिङ एसीमा जुन इनपुट लाइन हुन्छ त्यो इनपुट लाइन चेक गर्नुहुन्छ। त्यस पछाडि तपाईँ MID लाइन चेक गर्नुहुन्छ हैन? MID लाइन चेक गरिसकेपछि तपाईँ के गर्नुहुन्छ? सबभन्दा पहिला बुट क्यापेसिटर चेक गर्नुहुन्छ। बुट क्यापेसिटर पछाडि VPS चेक गर्नुहुन्छ। VPS पछाडि के चेक गर्नुहुन्छ? LX स्विचिङ लाइन चेक गर्नुहुन्छ। त्यस पछाडि तपाईँ के गर्नुहुन्छ?
चार्जरको जुन भिभ्याट लाइन छ त्यो भिभ्याट लाइन तपाईँ चेक गर्नुहुन्छ हैन। अब यसमा यो डिजिटल सर्किट छ कि एनालग सर्किट छ त्यो बुझ्नको लागि हामीले के गर्नु पर्यो पुरा डायग्राम हेर्नै पर्यो हैन। अब यो आइपिसी युज छ यसमा के छ प्रोटोकल लाइन युज छ माने यो के भयो डिजिटल सर्किट भयो कि एनालग सर्किट भयो डिजिटल सर्किट भयो त्यो हिसाबले हामी के गर्छौँ फाइनल गर्छौँ हैन। यस्तो सबै तपाईले चेक गर्न आउँछ मजाले ठीक छ। अरु पनि यसमा लाइन छ जुन पावर एसी को लाइन छ त्यो तपाईलाई थाहा छ कि पावर एसी हामीले चार्जिङ भइरहेछ भने कुन अवस्थामा हामीले पावर एसी चेन्ज गर्नुपर्छ त्यो कुरा थाहा छ छैन तपाईलाई? यो हाम्रो जुन लाइन आइरहेछ भिभसको लाइन त्यो कहाँ गइरहेछ कुन हिसाबले हामी रिपेयर गर्छौँ त्यो कुरा तपाईलाई थाहा छ कि छैन? थाहा छ हजुर। पावर एसी हामी कुन अवस्थामा चेक गर्छौँ सिपियु हामी कुन अवस्थामा चेन्ज गर्छौँ रिभोल्भ गर्छौँ त्यो सबै तपाईलाई थाहा छ हैन। ठीक छ फ्रेन्ड हामी यस्तै भिडियो तपाईले ल्याउने छौँ र तपाईले चार्जिङ सेक्सनको एउटा पुरा भिडियो हामी दिनेछौँ भिडियो पुरा क्लिप दिनेछौँ ठीक छ। हाम्रो जुन कन्टेन्ट छ त्यो 1 लाख भन्दा माथिको हाम्रो कन्टेन्ट छ जुन कन्टेन्ट हामीले तपाईलाई एकदम पुरा थोरै र मिठो प्राइसमा हामी तपाईलाई दिनेछौँ ठीक छ। यो भिडियोलाई मन पराइदिनु होला र हाम्रो भिडियोलाई हाम्रो युट्युब च्यानललाई लाइक अनि सब्स्क्राइब अनि एउटा मिठो कमेन्ट गरिदिनु होला तपाईले यो भिडियो कस्तो लाग्यो भनेर। थ्यांक यू फर वाचिङ भिडियो।